मोटो त यताको रहेछ नि यताको मोटो रहेछ चलो ल ल सिङ तिखो भएर ठाउँ मिलाउने कसरी पेल्न सकिन्छ भनेर नचलायो तिम्रो हात टाइम चाहियो उतार जाए जुरुके यार रात गोरो चाहिए तो गोरो सुनिम दादी दुई निकाल दे दुखेर यार हारिन्छ यता ग्याल्यो हारिन्छ छैन जित्ने चाहिँ उतैको हो क्या पुरै सर्काइदिन्छ ऊ एकबाट सिँगालो हुन्छ जुरुकै पारिदिन्छ अरे यार उताको सबैले जित्ने त्यही हेर न अहिले होइन उताको कम गोरु पाल्छन् तिमीले अरे यार जहिले पनि जित्छ तिमीले गरियो तर उता अर्को जिते उता पछाडि यसको एउटा र उसको एउटा थिए यति भागो होइन भाग्छ क्या अब तिमीहरू तर्फेर हैसक्यो भागो उतन लड्छन् रातो भागो त्यो उठाउनु सानो खाले ए मेरा गोरु त माथिको पत्रो हातो गोरु त्यो रातो गोरु मजाले हेरिँदै ड्राइभर तो मोदी सानो त खतरा रहेछ भाइ खतरै रहेछ सानो त
गरायो के मैले माछालाई यहाँ ठाउँ भएन कि फुल गराउनु हो के भन्नु सानो कडा रहेछ कमेन्ट हान्छ मेरो टिकटकमा हेरे यहाँ पनि लडेको पोस्ट गरिहाल्यो भने त्यो कमेन्ट आउँछ यही भिडमा बसेको मान्छे हेरेकै मान्छेले गर्छ उठे तिमीले हात हल्ला हल्ला गरी आइनेले रात पार्ने कहिले भरि खेल्नु कहिले हो तर गाडी उड्यो कहिले रेकटान गर्ने किनारी नै यस्तो मोल होला त्यसलाई खोज्यो सानो मौका दिएको यो सानो गोरु धेरै लड्छ जस्तै हो भने धेरै लड्छ लेयर किन लिएर आयो यसले गोरु यार छेउछेउमा सबै लोड लिएर बस्नुपर्छ त्यसले गोरु ल्याइदियो कि झ्याप्तै यार आठ मिले जुते 8 मिनट हो गयो ये तो हम तो बस तो एकचोटि पार भयो त्यसमा फेरि निकाल्नु पर्यो छेउमा जामै खुट्टा दुखेको चाक हेर्नुमा भागो भाग नहीं तो क्या तो हिम्मत आदमी वाला हो रहा आगे तक हमें छेउ में रही ना कुछ भी अब नआए लास्ट दो है यस्तो त्यसलाई यस्तोमा लडेको अर्को आयो रातो गोरु त त्यहाँ भयो दुईटा हुन्छ क्या